गाइस, नमस्ते शिवाहरू। हजुरहरु सबैजनालाई मेरो च्यानलमा स्वागत छ। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु हजुरहरुको मायाले। र आज चाहिँ म के गर्न गइरहेको छु भनेर त हजुरहरुले मेरो बायोमा र थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भयो होला। म चाहिँ अब मेरो प्यारी साथी तुलासा चाहिँ अलिकति बिरामी छ अनि त्यसपछि उसलाई मेडिकल लगेर जाँदैछु अनि हेर्दै गर्नु होला। फाइनली तुलासा पनि आइसक्यो। अब चाहिँ हामी चाहिँ जाँदैछौँ है मेडिकल, बिरामी छिन् नि त। यो चाहिँ आफगासीबाट आउने बाटो, यहाँ यता हो हवाईचोक जानुपर्ने। फाइनली हामी चाहिँ यहाँ हवाईचोक पुगेर पनि मेडिकल पुगिसक्यौँ। मेडिकलदेखि आइसक्यौँ र म चाहिँ यहाँ ढिलो हतार भयो नि त। अनि यसपछि रेडी भएर पनि म चाहिँ तरारा जानुपर्ने भयो। बोजू बिरामी हुन्छ नि त, त्यही भएर भेट्न जाँदैछु। अनि ऊ चाहिँ ड्याडलाई भेट्न जाँदैछ। र अब चाहिँ यहाँनिर पसलबाट मैले जुस लानुपर्ने हुन्छ र तुलासाले पनि आफ्नो बुवाको लागि के कसैले लाने भनेर हामी पसलतिर गयौँ। र मैले यहाँनिर स्याउ पनि किने। स्याउ किनिसकेँ अनि त्यसपछि तुलसा पनि हलगडातिर गइन् र म पनि सिटी चपारी चढेर तरारातिर लागेँ। तरारा पनि पुगेँ। तरारा चोकबाट चाहिँ भित्र जानुपर्ने हुन्छ, चौतारी चोक हो नि त। र यहाँ बाटो पनि एकदम खराब रहेछ। सिटी सफारीबाट उत्रिसकेँ, त्यसपछि यतातिर लाग्नुपर्ने हुन्छ। फाइनल्ली म चाहिँ काकीको घरमा पुगिसकेँ। काकीको साउन्ड चाहिँ यतैतिर जस्तो लाग्यो अनि त्यही पछि यहाँ लु तर्साइदिएको काकीहरू नानीहरू चाहिँ सुतिराख्नु भएको रहेछ। र अब चाहिँ म बोजूलाई भेट्नको लागि जाँदैछु। म चाहिँ छतमा पुगेँ अनि यहाँ बाजे हुनुहुँदो रहेछ। बाजेलाई स्याहारो भने अनि त्यसपछि यतापट्टि बोजू हुनुहुँदो रहेछ। बोजूलाई पनि स्याहारो भने सुतिराख्नु भएको रहेछ बोजू चाहिँ। बोजूलाई भेटेर फर्किँदाखेरि काकीले मलाई मोमो बनाइदिनु भएको रहेछ र मोमो पनि खाएँ मैले। आमा गो गएँ म अब। दामी चाहिँ कहाँ जानुभयो काकी? फाइनल्ली म चाहिँ बोजूलाई भेटेर फर्किसकेँ। काकीहरू नानीहरू चाहिँ उता बजार जाँदै हुनुहुन्छ। फाइनल्ली आफगासी आइपुगिसकेँ र आफगासीबाट पनि घर जाँदैछु। अब चाहिँ यतै हुँदै जानुपर्ने हुन्छ यो बाटो। यो चाहिँ फुटसल हो, फुटसल खेल्ने ठाउँ। म त यो हालतमा पुगिरहेछ। कस्तो घाम चर्को लागेको है। र छाता पनि बोकेको छैन। त्यस्तो खराब भइरहेछ। यहाँनिर अमला पनि छ। वा अमला। गाइस म चाहिँ घर आइपुगिसकेँ। घर आएर पनि ड्रेसहरू चेन्ज गरेर नुहाएर बसेँ। भन्दै सबैजनालाई